यस्तो मेहनत गरेको छु मेरो मैले खाएको भात सात हैन मैले टोयलेटमा फाल्दैन सिधै युट्युबमै फाल्छु मन फेरि अम्राई चोरे जस्तो हामीले सट्ट गरेर चोर्यौँ भने के हुन्छ त्यहाँनिर चप्पलले फेरि 6 नम्बरको दाम भन्छ नि त्यतिखेरै बस्छ सबैजना सन्चै हुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु आज त अनि माक्सैसँग आइदिएको भने त अनि यता हाम्रोतिर पानी सानी परेर वेदर पनि एकदम बबाल भइरहेछ अनि आज चाहिँ माक्ससँगै आइदिएको यो पनि कालो कालो यो पनि कालो ट्याक्कै म्याच खान्छ होला भनेर आएको अनि आज फेरि जसले टाउको नुहाउनु पर्छ अलि ब्रान्डेड स्याम्पू किनेर ल्याउनु पर्यो भनेर पसलतिर जान लाग्यो माक्सै खोलेर कुरो गर्नुपर्छ होइन गोप्तै दाजु दिदी बहिनीहरूसँग अनि दाजुभाइहरू अनि त्यही हो क्या अनि मेरो आजभोलि एक्जाम चलिरहेछ अनि मोबाइल ज्यादा हेरेर आँखाबाट फेरि होइन किताब हेरेर आँखाबाट आँसु आइरहेछ त्यो मोबाइल होइन त्यही भएर अहिले अनुहारमा अलिक खुलस्ता भन्ने छैन कस्तो मान्छे होइन किताब हेरेर आँखाबाट आँसु आइदिन्छ त अनि छ्या भने त त्यही हो अनि म तपाईँलाई एउटा कुरा चाहिँ सुझाव दिन्छु के कुरा भनेपछि एउटा कुरा मैले के सुझाव दिँदैछु तपाईँहरू कुनै काम गर्ला हुन्छ भने कुनै कुरा केही गर्दै हुन्छ भने त्यसलाई भक्कु के बरु ज्यान त्यसमा फालिदिनु क्या म त्यो भन्छु कि मेहनत अभ्यास गर्ने हैन ज्यानै फालिदेऊ के मतलब भएन फेरि त्यो भन्दा फेरि तिमीहरू लभ हो धेरैजनाको फेरि लभ हुन्छ क्या आजभोलि होइन ठ्याक्कै मैले थाहा भएँ त्योमा चाहिँ ज्यान फेरि नफाल्नु है हुन त अब म फेरि त्यसमा फालेको छैन मैले युट्युबमा यस्तो मेहनत गरेको छु मेरो मैले खाएको भात सात होइन मैले टोयलेटमा फाल्दैन सिधै युट्युबमै फाल्छु तँलाई त्यो थाहा छैन हो दाइ हो त्यही त्यो टोयलेटको गड्डा भरेर त्यो घर युट्युबको भन्न यार अनि मैले त्यो होइन त्यो साँझ बिहान अहिले भर्खर मैले मिठाई सिटाई के खाएको अनि त्यसपछि अघि न दाल भात सब खाएको होइन सबै मैले युट्युबमा लगाएको छु क्या हो त्यस्तै गरेर तपाईँ पनि लगाउनुपर्छ अब कसैले लभमा दाइ लभमा भनिदिन्न भने मेरो दाजुभाइहरू लभमा होइन के लभमा हामीले चक्कर फाल्ने होइन कि हामी के छ आफ्नो काम एउटैमा फोकस दिने फेरि चारैपट्टि यता केटीलाई यता त्यस्तो दिनलाई पनि कहिले पनि हुन्न होइन एउटैलाई फोकस दिनुहोस् मैले भनेको युट्युबलाई मात्रै दिइरहेको छु क्या अनि त्यही भन्छु होइन केटीमा चाहिँ कसैले पनि फोकस नदिनु होला फेरि मेरो दाजुभाइहरूले भाइ यार केटीको बारेमा पनि भिडियो बनाउनु न भन्नु होला तर म त्यस्तो बनाउन्न किन भनेपछि भन्दैन त किनभने केटीमा तिमीले भिडियो बनायो भने तिनी हेर्नेले पनि त्यस्तै शिक्षा पाउँछन् के हो त्यस्तै शिक्षा पाउँछन् त्यही भएर भक्कु मेहनत गर्नुहोस् एउटैमा मेहनत गर्नुहोस् अवश्य सफल ढुक्क मिल्छ भने त अनि ढुक्क मिल्छ अनि म आज धेरै पछि फेरि मलाई आज टाइम मिल्यो होइन आज कति गते वैशाख 23 गते भोलि फेरि इक्जाम छ 21 गते एउटा 12को इक्जाम चल्ला 2 दिन मैले 21-22 गते इक्जाम गरेँ अनि म धेरै दिनपछि घर पनि गइरहेको थिएँ मलैतिर भिडियो पनि बनाउन पाएन अनि त्यसपछि आज चाहिँ एक दिन बिदा छ मैले हेर्नु नि यार 12को इक्जाममा मैले खाएको परेको केही पनि लगाएको छैन के त्यसमा होइन केही पनि लगाएको छैन तर युट्युबमा भनेपछि मैले परेको खाएको सब कुरा लगाएको छु त्यस्तै गरी तपाईँहरू पनि मेहनत गर्नुहोस् एक दिन सफल अवश्य पुग्नुहुन्छ त्यो भन्दैमा फेरि 12 क्लासको मेहनतमा चाहिँ नजानु त्यो ऊ नगर्नु यहाँ आजभोलि फेरि मौसम एकदम दामी छ नि यतातिर कुल छ भने त ओ माई गड पानी सानी परेर हेर्नु यत्रो कचडा यहाँ जम्मा भइदिएको छ के हो त्यो रुखको फल हो कि अनि त्यही होइन भोलि इक्जाम छ बिहानै जानुपर्छ फेरि त्यही भएर पनि गाह्रो हुन्छ त होइन अनि इक्जाम सिक्जाम गरेर आज चाहिँ यसो फ्रेस हुनको लागि यता जङ्गलतिर आइदिएको अब यस्तो पनि फेरि होइन अब केटीहरू हुन्थ्यो भने त हुने तर फेरि मैले केटीमा मेहनत नगर्ने अघि नै भनिसकेको छु त्यही भएर मैले मेहनत गर्दिनँ बाबु यार हेर्न त्यहाँ बारीबाट भैँसीले हेरिदिएको छ त अनि अनुहार एउटै मानेर होला तर त्यस्तो त होइन त्योभन्दा त हामी खत्रै हो अनुहार एउटै मानेर होला कि त्यस्तै लाग्छ मलाई हेर्नु यहाँ दुइटाले हेरिदिरहेको छ सच्ची भने त म देखाइदिन्छु है तपाईँहरू यहाँदेखिबाट यस्तो मजाले दुइटैले हेरिदिरहेको छ क्या अनि त्यस फर्केको के यार त्यो सच्चमै भने त अनि त्यो अनुहार एउटै मिल्छ नि त म्याच खान्छ कि त्यो छस्छ होइन सँगै राखिदिउँ भने अब चिन्न पनि गाह्रो हुन्छ त्यही भएर पनि अलिकति आफूलाई हुन्छ नि त फिलिङ्स नराम्रो
त्यही हो। अनि दाजुभाइहरू होइन अब भाइहरू आजभोलि चाहिँ होइन अम्राई सम्राई यो नि दामी छ हान्दैन त हो चढ्दे के चिसो छ नि। अनि दाजुभाइहरू आजभोलि चाहिँ अम्राई चोर्ने सिजन छ अब अम्राई यस्तो चोर्नुपर्छ नि यस्तो चोर्नुपर्छ पुरा गाईको हान्दैन यहाँ टन्नै रहेछ त हान्दै त्यो दामी छ हान्दिने यार साँझ पुरै माटुने होइन सिजन बन्छ क्या अम्राई चोर्ने एकदम मौसम छ। अब अम्राई यस्तो चोरिन्छ त्यो म कल्पना पनि गर्न सक्दिनँ क्या यस्तो चोरिन्छ नि बरु मान्छेले हाल्ला होइन कडा हाल्ला कि त्यो मतलबै भएन त अनि चोर्ने चाहिँ चोर्ने यस्तै अम्राई चोरे जस्तै तपाईँ पनि केटीको दिल चोर्नु है म त्यो भन्छु क्या दाजुभाइहरू अघि हामीले के भनेको अरे नचोर्ने भनेको ओहो अहिले कुरा गरे अनि त्यो केटीको मन फेरि अम्राई चोरे जस्तो हामीले सट्ट गएर चोर्यौँ भने के हुन्छ त्यहाँनिर चप्पलले 6 नम्बरको दाम भन्छ नि त्यतिखेरै बस्छ अनि अम्राई यहाँ गोलिरहेको छ त भन्नु अम्राई रहेछ बे प्योर रहेछ हान्दिने कि कडै हान्दिने कि हान्दै बाबु हान्दै बाल लाग्दैन हान्दैन दाजुभाइ गले कडै हान्दै खानुहोस् होइन दुईवटा अम्राई अलि मान्छे आयो भने कडै हान्छ है फेरि कडै हान्छ। अनि दाजुभाइहरू यो अम्राई चोरे जस्तो केटीको मन चोर्न तपाईँ खोज्नुभयो भने मुद्दा पनि लाग्न सक्छ अनि त्यसमा फेरि तपाईँ चप्पल पनि खान सक्नुहुन्छ होइन त्यही हो क्या जिन्दगी पनि जान सक्छ है फेरि अनि पुलिस आउँछ मामाहरू आउँछ भान्जाहरूलाई फेरि यस्तो धुलाइ हान्छ नि त्यतिखेर मामाले भान्जा पनि चिन्दैन होइन कतिको छ अम्राई बल्ल भोलि इक्जाम गर्न जान्छ फेरि पुरा कडै हान्दै लागि फेरि ज्वरोले चुकुल लैछ अनि त्यो के एउटा कुरा फेरि पनि म तपाईँहरूलाई भन्न जाँदैछु हिजो लास्टै पानी पऱ्यो होइन म यस्तो सुतिरहेको थिएँ अनि 81 मेरो ओछ्यानमा चाहिँ एउटा केटी आइदियो भने त अनि सपनामा के सपनामा दाजुभाइ होइन यस्तो सुतिरहेको थिएँ कि तर तैँले केही सपना देखिस् ल भन्दै नि त एउटा के देखिस् मस्त सुतिरहेको थिएँ म बादलमा उडिरहेको थिएँ कि सपनामा अब सेतो ड्रेसमा एउटा सुन्दर छोरी कि दाइ तिमी त्यसलाई के गर्नु भक्कन सोच्दै थिएँ बिहान अलार्म मलाई थाहा भएको तिमी भन्नु पर्दैन मलाई थाहा भएको अलार्म तिमीले कहाँ बजायौ के बजायौ तिमीले त्यो होइन त्यो हुन्छ नि घन्टीको बिचको त्यो बजायो नि तिमीले अलार्म बटन बजायो क्या दाजुभाइहरू बटन बजायो होइन अनि त्यही हो मलाई चाहिँ इडिबी परेन अनि त्यो नपरेको कारणले चाहिँ मैले होइन अब अर्काको देशमा त्यो डोनाल्ड ट्रम्पमा चाहिने मान्छे चाहिँ म हो क्या म जस्तो मान्छेलाई त्यसले रोजेन होइन केही पनि मतलब छैन तर नेपालले चाहिँ चुनिरहेछ होइन त्यहीमा चाहिँ मलाई गर्व लाग्छ ओ माई गॉड किन रङै चाहिँ किन जाने भन् त ल पहिला चप्पल तेरो खतरा छ बडा हेर म चाहिँ यस्तो गरिब हो क्या यस्तो चप्पल छ मैले नानी बहिनीका चप्पल लाछु लामो घाँस न कुरा नगर के बहिनीका चप्पल एउटा गीत गाम त ल त कलाकार गरे आज भन् ल गा के गीत गाइदे नि त गाइदे सुनोगी फलान भन्ने त्यो गीत गाएको गाइदे गाइने दाइहरुले ल ओके गाइदे नि त किन त्यो पनि गाइदियो हट हामीलाई नखाऊ गाइदियो भने यार दर्शकहरू यहाँ आत्तिसक्यो त अनि गीतै आएन नि त के गाइदियो गाइदेन भाइ यार गाइदे हो गाइदे हे हिजो राति हे गाइदेऊ गीत किन भाउ खाके छौ कि त मुखमा पिडालो राखेछौ गलबन्दी
अन्डीहरू हाँस्नु भयो तल अन्डीहरू हाँस्नु भयो हाम्रो डान्स देखेर हाँस्नु भयो आई डोन्ट नो केही छैन होइन मान्छे पपुलर हो नि त खतरा खतरा नम्बर विश्वको नम्बर 1 भलगर म हो नि अनि त्यही पनि त यस्तो कचडामा आएन भिडियो बनाउँछु र त्यहाँ बस्छु कहिलेकाहीँ होइन अनि एउटा गीत फेरि आउँछ है फेरि ए तिम्रो लागि साह्रै मन आत्ति हाम्रो लागि थिएन एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगले भइन्छ यो बन्दुक मलाई मायालाई ताकेको रेशम फिरे रे रेशम फिरे रे उडेर जाउँ कि डाँडैमा भन्ज्याङ रेशम फिरे रे उडेर जाउँ कि डाँडैमा भन्ज्याङ रेशम फिरे रे खतरा हो त्यही हो गाई छैन दाजुभाइहरू होइन दिदीबहिनीहरू त्यही होइन अनि त्यही हो आज अब खतरा भलक आउँदैछ ओइ भाइ यहाँ मैले के देखेँ के आना भने हेर त्यहाँनिर हेर्न भने त अनि हेरेर मैले दाजुभाइहरू यहाँ के भइरहेछ दाजुभाइहरू मानिसको मात्र माल पाइने हाँसको पनि माल पाइने हुन्छ हेर्दैन आउँछ मिल्छ दाजुभाइहरू त्यहाँ अन्टीहरू हुनुहुन्छ हेरे त्यो दाले के देखाउँदैछ है दाजुभाइहरू हेरेर के देखिरहेछ हेर तुन्द्रो कसम भने त अनि तुन्द्रो देख्यो तैँले देखिस् नि तैँले मलाई नढाँडे मलाई थाहा छ मलाई थाहा छ यसले किन ढाँटिस् भने चाहिँ तैँले देखिस् यति त्यो होइन अब दाजुभाइहरू अनि मकै गाई भनिदियो त्यहाँनिर हेर्नु कति धेरै मगा छ अब यहाँबाट म तपाईँलाई एउटा उ देखाउँछु है यो के पुरा गाउँकै पुरै रिभेस फार्म देखाउँछु है खतरा देखिन्छ भने त हेर्न न दामी छ नि दामी छ मेरो दाजुभाइहरू त्यही हो होइन अनि त्यो भन्छु आज चाहिँ म अहिले यहाँ के गरिरहेको छौ त भाइ यार तिमी यहाँ बसेर पौडी खेल्नमा त बस्यो होला यहाँ त रहेछ नि त पौडी खेल्नु के भन्ने सोच लाग्छ दाइ कति गहिरो छ गएर त लास्टै छ नि त यार यहाँ डुबायो भने त फेरि मार्छ हो यता त लास्टै गएर छ अनि त्यही हो गाइज होइन आज भिडियो म यतिनेर इन गर्न जान्छु अनि कस्तो लाग्यो होइन च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला लाइक कमेन्ट सेयर गर्नु होला भन्दै आजको भिडियो हिँडेर इन गरिदिन्छु जय नेप।